ओए यो कुकुर त खाने जस्तो गरेर। ओके, एउटा नयाँ भ्लगमा तपाईलाई स्वागत छ। अहिले भने म यतिकै जङ्गलमा आएको एकदमै घुम्नको लागि। अहिले बेलुकाको 5 बजिरहेको छ र मसँग डब्बु छ हैन, यही गाउँको हो। अनि मसँग चाहिँ डेली आउँछ क्या, मतलब अब खानेपिना दिए चाहिँ आइहाल्छ नि त, म चाहिँ दिइराखेको हुन्छु। म यहाँ देख्न सक्नुहुन्छ डब्बु अगाडि गइरहेको छ। डब्बु डब्बु आजा आजा। डब्बु भाइ डब्बुलाई मैले धेरै दिनपछि लिएको छु, धेरै एक्साइटमेन्ट भइरह। त्यसो चाहिँ अगाडि गइरहेको छ। म पनि जान लागेको छु। बाँकी आज हामीले के देख्न मिल्छ सबै देखाइहाल्नु हुन्छ भिडियोमा। डब्बु दौडी डब्बुको नाम लाग्दा डब्बु घरै पनि गइसक्यो होइन। अहिले म आएको छु, त्यत्तिकै अगाडिसम्म गइरहेको छु। अगाडि भन्दा पनि पसलसम्म जान लागेको छु। केही खानेपिनाको सामानहरू पनि ल्याउँछु होला जस्तो लागिरहेको छ मलाई, त्यही सोचेर गइरहेको छु। अनि पानी परेको थियो बिहानदेखि चाहिँ लगातारै। अनि गाउँ चाहिँ यो पछाडि ठिक देखिरह होला, हल्का फुल्का घरहरू देखिरह होला, देखाइदिन्छु एकछिन पछि तपाईँलाई। अनि योमा चाहिँ एकदमै राम्रो आवाज पनि आउँछ होइन, यो मतलब यो ठाउँमा के, किनकि यस्तो रुखहरू छन् ठुल्ठुलो देख्न सक्नुहुन्छ होइन। हाम्रा चाहिँ चराचुरुङ्गीहरू अर्को रुखमा गएर बस्छन्। अनि आवाज पनि एकदमै दामी आउँछ। लगभग बिहानतिर त झन् अझै दामी आउँछ होइन। देख्न सक्नुहुन्छ 5 बजेको बस पनि आइसक्यो यो गाउँमा। अनि म के भन्नु थिएँ भनेपछि देख्नु हो न, यहाँको रोड पनि एकदमै राम्रो छ के। फेरि यस्तो पुरा पिच गरेर पुरै ब्ल्याक देखिरहेको छ। अनि साइडमा लाइन देखेर झन् अझै दामी देखिरहेको छ होइन। अनि साइडमा चाहिँ एकदमै हरियाली घाँसहरू रुखहरू देख्न सक्नुहुन्छ, एकदम दामी छ। अनि मेन चाहिँ मलाई लागेको रोड अनि रुखहरू एकदमै हरियाली। अनि गाउँहरू पनि देख्न सक्नुहुन्छ। एउटा गाउँ यहाँ भयो होइन, अनि हाम्रो गाउँ त यहाँ भयो, अनि एउटा गाउँ यहाँ भयो। अनि यस्तै गर्दै उता त्योभन्दा माथि अनि यता देख्न सक्नुहुन्छ। म जाने भनेको चाहिँ उता अहिले तपाईँले देखाइहाल्छु त्यहाँबाट। अनि उता देखिरह नि हो, त्यहीँ हो जाने भनेको। मजाले गइरहेको छु एक्लै। डब्बु चाहिँ गइसक्यो घर, म गइरहेको छु अहिले यतातिर। यहाँ तपाईँले सानो पनि झरना देख्नको मिल्छ। पानी चाहिँ अहिले सानोतिनो आइरहेको छ। धेरै बारिस भयो भने धेरै पानी आउँछ, माथिदेखि आइरहेको देख्न सक्नुहुन्छ। यतिर न यस्तो डस्टबिन पनि देख्नको मिल्छ, यहाँ देख्न सक्नुहुन्छ। यसमा चाहिँ फुल दारुको बोतल फालिरहेको छन्, त्यही देख्न सक्नुहुन्छ। यहाँमा चाहिँ अर्को चाहिँ छैन, एउटा मात्रै रहेछ लगभग। यो ओए यो कुकुर त खाने जस्तो गरेर। अहिले उता पसलदेखि चाहिँ मैले यो लिएको थिएँ क्रिम रोल अनि पपकर्न लिएको थिएँ। अहिले पानी पर्न लागिसक्यो, हल्का फुल्का पानी परिरहेको छ। भाइ छिटो जानुपर्छ, अन्त भिजिन्छ होइन। अनि त्यहाँ दोकानदेखि चाहिँ आइसक्यो क्रिम रोल, यो चाहिँ एकदमै टेस्टी लाग्छ होइन। अब जानुपर्छ, पानी परेर हल्का फुल्का सिधा घरमा मिल्छ तपाईँले। A few moments later. ओके, अहिले म पुगिसकेँ होइन। अनि यो मैले चाहिँ सुरुमा के भनेर छु भ्लग भन्ने थियो, तर यो भ्लग च्यानलमा चाहिँ भिडियो आउँदैन, किनभने एउटा नयाँ च्यानल खोलेको छु, त्यसमा चाहिँ म भिडियो हाल्छु। अनि तपाईँले भ्लग च्यानल चाहियो भने तल डिस्क्रिप्सनमा छ, लिङ्क त्यहाँ राखिदिन्छु, तपाईँहरू गएर भिजिट गर्नु होला। अनि ज्यादामा ज्यादा सब्सक्राइब गर्नु होला। बाँकी यो च्यानलमा चाहिँ कस्तो भिडियो आउँछ भनेर आगामी दिनमा तपाईँहरू देखाइहाल्नुहुन्छ कस्तो के हुन्छ भनेर। बाँकी मैले चाहिँ यो फर्स्ट भिडियो बनाएँ यो च्यानलको लागि, त्यही हो। मैले चाहिँ हल्का भ्लग टाइपको बनाएँ, तर यसमा चाहिँ भ्लग टाइपको आउँदैन। यसमा चाहिँ युनिक चिज ट्राई गर्नेवाला छु, किनकि तपाईँहरू आउने टाइममा देखाइहाल्नुहुन्छ। बाँकी यही भन्न चाहन्छु। अहिले चाहिँ म रुममा पुगिसकेँ, त्यही हो। अनि आई होप आजको भिडियो दामी लाग्यो तपाईँलाई, दामी लाग्यो लाइक गरिदिनु होला, सब्सक्राइब गर्नु होला, न्यू च्यानल हो। बाँकी हामी मिल्छौँ नेक्स्ट भिडियोमा नयाँ कन्टेन्टको साथ, नयाँ इन्जोयमा। बाँकी नयाँ भिडियोमा नयाँ इन्जोयमा भन्छु त। ल नयाँ भिडियो मिल्छौँ। बाई बाई, सब्सक्राइब गर्नु होला, सबै गर्नु होला। छोटो भिडियो थियो, बाई बाई। कमेन्टमा भन्नु होला, बाई बाई बाई। अब डिफ्रेन्ट यसमा चाहिँ